हामीहरू यहाँ आयौँ गुरुसँग छौँ है। हाम्रो ज्येष्ठ नागरिकभित्र चाहिँ अब एउटै वडामा पनि दुईवटा हस्पिटलहरू छन्। एउटा भतानमा छ माथि पेन नगरपालिका 9 नम्बर वडामा, ठुलो वडा भएको कारणले गर्दाखेरि दुईवटा चाहिँ विशेष गरेर यहाँ ज्येष्ठ नागरिकलाई नै भनेर चाहिँ बनाइएको हस्पिटलले पनि बाहिरी मान्छेहरूलाई पनि यहाँ बजार क्षेत्र होस् अथवा पर्वतका मान्छे अथवा रौबाङ्गाका मान्छेहरू सहित चाहिँ यहाँ सेवाग्राही छन्। अरू कुरा त जानकारीलाई त सिस्टरले डक्टरले भन्नुहुन्छ। हजुर भनेपछि यहाँनिर होइन तपाईँको शुभ नाम भनिदिनु। अनि यहाँ उपचारहरू चाहिँ कस्तो कस्तो खालको हुन्छ? उपचार त हाम्रो यो सामुदायिक स्वास्थ्य इकाइ हो। हाम्रो चाहिँ हेरपोस्ट चाहिँ माथि घटन स्वास्थ्य चौकी माथि चाहिँ छ 9 नम्बरको। हाम्रो चाहिँ यहाँनिर गलेसम्म एउटा सामुदायिक स्वास्थ्य इकाइ र प्लस हाम्रो माथि तोरीपानीमा पनि अर्को सहरी इकाइ भनेर चाहिँ हाम्रो जस 9 नम्बरमा चाहिँ स्वास्थ्य सेवाहरू चाहिँ 3 ठाउँमा छ कि। जस्तै सहरी चाहिँ हाम्रो दुईवटा भयो, अनि हेरपोस्ट चाहिँ माथि घटनमा एउटा भयो। यहाँबाट जति पनि सरकारी निःशुल्क औषधिहरू पाइन्छ नि, जति पनि सरकारले निःशुल्क गरेको छ नि हेल्पोस्ट लेभलमा 98वटा औषधिहरू यहाँबाट चाहिँ भुक्तान हुन्छ। विशेष गरेर चाहिँ यहाँ ज्येष्ठ नागरिकहरूलाई भनेर नै यहाँ पहिलाबाट कल गरेर यहाँ ल्याउनु भएको हो अरे। किनभने हाम्रो हस्पिटल त प्रदेश हस्पिटल त हाम्रो 3 किलोमिटर मात्रै छ बेनीमा। त्यसरी हामी चाहिँ त्यो दूरीको हिसाबले पनि हामी चाहिँ यहाँ चाहिँ ल्याउन चाहिँ नमिल्ने होइन। तर हाम्रो यहाँ विशेष गरेर ज्येष्ठ नागरिक आश्रम भएको कारणले गर्दा यो चाहिँ यहाँ लिएर गएको छ। तर यहाँ त ज्येष्ठ नागरिक मात्रै नभएर बाहिर जति पनि आउनुहुन्छ सेवाग्राहीहरू सबैले चाहिँ सेवा पाउनुहुन्छ। जति बाहिरकोले सेवा पाउनुहुन्छ त्यति नै हाम्रो ज्येष्ठ नागरिकहरूले सेवा पाउनुहुन्छ। यहाँ जति पनि आउनु सबै निःशुल्क। भनेपछि अब तपाईँहरूलाई यो जुन सबै थोक चलाउनका लागि त अब दौलत त चाहियो होइन, यो चाहिँ कहाँबाट उपलब्ध हुन्छ तपाईँहरूलाई? हाम्रो चाहिँ बेनी नगरपालिका स्थानीय तहबाट नै आउँछ। बेनी नगरपालिकाबाट। अनि कसरी त्यसरी होइन अब यो भिडियो हेरेर यसो म पनि थोरै डोनेसन यो गर्ने भन्ने त्यस्तो भयो भने तपाईँहरू लिनुहुन्छ कि लिनुहुन्न भन्ने पनि अब पहिला सोध्नुपर्ने हुन्छ। ज्येष्ठ नागरिकहरूलाई चाहिँ यहाँ डोनेसन दिने होइन, स्पोन्सर दिने भनेर अस्ति भर्खरै 10-11 हजारको समथिङ कसले अब मलाई नाम थाहा भएन, हाम्रो सचिवज्यूलाई थाहा होला, आश्रम हेरी सचिवज्यूलाई थाहा होला, 10 कि समथिङ कति त्यस्तै कति हजार बराबरको औषधिहरू हामीले दिनुभएको छ। विशेष गरी ज्येष्ठ नागरिकहरूलाई भनेर दिनुभएको छ। त्यो ज्येष्ठ नागरिकहरूलाई दिने भनेर आएको औषधि ज्येष्ठ नागरिकलाई मात्रै हुन्छ। जस्तो अब यहाँ हाम्रो के भन्छ सरकारी सबलाई त हामी सरकारी सबलाई नै दिन्छौँ। त्योभन्दा एक्स्ट्रा औषधिहरू उहाँहरूले खानुहुन्छ भने चाहिँ मैले चाहिँ टिपेर दिन्छु। अनि त्यही अनुसारले चाहिँ उहाँले लिएर दिनुभएको छ। अनि मैले चाहिँ रेकर्ड राख्छु। अनि कुन चाहिँ ज्येष्ठ नागरिकले हाम्रो त लानुभयो त, कति लानुभयो त होइन, उहाँहरूले चाहिँ जति स्पोन्सर दिनुभएको नि त्यो हामीले चाहिँ लिखित रूपमै राख्नुपर्छ। भनेपछि अब जतिजनाले यो भिडियो हेर्नुहुन्छ विभिन्न भूगोलले टाढा भए पनि ओरा भए पनि पर भए पनि सबैले यसरी त्यो हाम्रो पनि बडा हुनुहुन्छ यहाँ होइन, झापाली बा भनेपछि उहाँलाई झापाली बा भनेर सबैले चिन्नु हुँदो रहेछ। त्यसरी नै अब भविष्यमा यसरी सहयोग गर्छु भन्ने विचार गर्नुभयो भने यहाँनिर डोनेट गर्न सक्नुहुन्छ। जुन अघि नै भनिसक्नुभयो उहाँले होइन, कसरी गर्नुहुन्छ यहाँनिर कसरी पाउनुहुन्छ उहाँहरूले भन्ने कुराहरूलाई अघि नै स्पष्ट भनिसक्नुभयो। त्यो गर्न सक्नुहुनेछ। अनि म यता पनि अलिअलि देखाउँछु होइन, यतापट्टि पनि यसलाई चाहिँ के भन्छ तपाईँहरूको यहाँ चेक गर्ने ठाउँ? हजुर 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 हजुर। हाम्रो यो बोर्डिङ सेन्टरले सेवा दिने जस्तो सुरक्षित मातृत्व सेवामा चाहिँ जस्तो डेलिभरीहरू हुन्छ नि, त्यो सेवा मात्रै हामीले हाम्रो पठन गर्न सकिन्न, अरू सबै सेवाहरू पठन गर्न सकिन्छ। किनभने हाम्रो यो संस्था भनेको चाहिँ त्यो स्वीकृत छैन। हजुर स्वीकृत नभएपछि गर्न पाइयो। ल भन्। अनि तपाईँको चाहिँ के गर्नुहुन्छ यहाँनिर? हजुर तपाईँ चाहिँ के गर्नुहुन्छ यहाँ? म नर्सिङ स्टाफ हो। हजुर नर्सिङ स्टाफ भएको कारणले गर्दा यहाँ गर्भवती महिलाहरू
चेक जाँच गर्न आउनुभयो भने उहाँले सेवा सुविधा पाउनुभयो। तर जुन डेलिभरी चाहिँ हुँदैन यहाँनिर। बटिङ सेन्टर चाहिँ होइन हाम्रो चाहिँ, बटिङ सेन्टर नभएपछि डेलिभरी हुने कुरा भयो। अनि डक्टर पनि हुनुहुन्छ यहाँ? डक्टर चाहिँ हाम्रो हेल्थ पोस्ट लेभलमा नै डक्टर हुनुहुन्न, किनभने के प्यारामेडिक्स कि त नर्सिङ स्टाफहरू नै हो। हजुर हजुर हाम्रो डक्टर हुने भनेको हाम्रो प्रदेश अस्पताल अनि पिएससीहरूमा चाहिँ डक्टर लेभल चाहिँ हुने हो। हाम्रोमा चाहिँ ल धेरै धेरै धन्यवाद तपाईँलाई होइन। अब मेरो नाम चाहिँ रघु हो, म अमेरिकाबाट। अनि हामीहरू अमेरिका र यता क्यानाडाबाट मिलेर जम्मा 8 जना आएका छौँ। अनि यहाँ झापाली भएको चाहिँ हामी उहाँ चाहिँ माइलाको छोरा हुनुहुन्छ। मेरो बुवा चाहिँ अन्तरेको छोरा, अनि साइलाको छोरा पनि आउनुभएको छ होइन, क्यानाडाबाट आउनुभएको छ, छोरा बुहारी अनि भाइ। अनि त्यसो गरेर हामी 8 जना आएका छौँ। धेरै खुसी लाग्यो तपाईँहरूको सेवा सुविधा यस्ता उता देख्दाखेरि। त्यो जुन हुन्छ नि एउटा सोसल वर्कर गरेको देख्दाखेरि अब धेरै खुसी लाग्यो। अब भविष्यमा पनि हामीहरू अब धेरै थोरै सकेको म पनि केही सहयोग गर्छु भन्ने विचार जाग्यो। अब त्यसरी नै तपाईँहरूलाई पनि केही जाग्यो भने गर्नुहोला भन्दै मैले बिदा मागेँ। धन्यवाद।